आउनुहोस् आज कक्षा 10 मा पढ्ने भाइ बहिनीहरू सामाजिक विषयको बारेमा मैले हजुरहरूलाई केही कुरा सिकाउन गइरहेको छु। फर्स्ट च्याप्टर सामाजिक विषयको कक्षा 10 को सामाजिक विषयको पहिलो च्याप्टर जुन हामी र हाम्रो समाज भन्ने छ, वी एन्ड आवर सोसाइटी, च्याप्टर 1 एकाइ 1। योमा के दिएको छ त भन्दा पहिलो नम्बरमा सामाजिकीकरण भन्ने दिएको छ। पहिलो पाठ सोसियलाइजेसन। सामाजिकीकरण भनेको अब मानिस एउटा सामाजिक प्राणी हो, समाजमा नै जन्मिन्छ, समाजमा हुर्किन्छ, विभिन्न क्रियाकलाप समाजमा गर्छ र समाजबाट नै बिदा भएर मानिसको मृत्यु हुन्छ अथवा समाजमै रहन्छ, जन्मिन्छ, हुर्किन्छ र समाजबाटै बिदा हुन्छ। अब यो सामाजिकीकरण भनेको के हो त भन्दा यहाँ मैले किताबबाट देखाउन गएको छु। हजुरले आफ्नो बुकबाट त हेर्न सक्नुहुनेछ पछि। अहिले सामान्य कुराहरू सिकौँ भनेर मैले हजुरहरूलाई यो सामाजिक विषयको भिडियो बनाउन खोजेँ। कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला र आफ्ना साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला है त। सामाजिकीकरण भनेको समाजका हरेक सदस्यलाई समाजका नीति, नियम, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रिया सामाजिकीकरण हो। अब मानिस त सामाजिक प्राणी, समाजमै हुर्क्यो, समाजमै बढ्यो, विभिन्न क्रियाकलापहरू गर्ने भयो। यसरी सामाजिकीकरण भनेको के हो भन्यो भने समाजका हरेक सदस्यलाई समाजका नीति नियमहरू, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रिया सामाजिकीकरण हो। समाजको बारेमा कसरी हुर्कने, कसरी हिँड्ने, कसरी यसका सामाजिक नीति नियमको पालना गर्ने भनेर यसको बारेमा जानकारी गराउने प्रक्रिया नै के हो त भन्दा सामाजिकीकरण हो। अब सामाजिकीकरणका प्रमुख विशेषताहरू भनेर दिएको छ। यी विशेषताहरू पनि हामीले पछि बुकबाट पनि हेर्नेछौँ। अहिले यहाँ मैले मेरो सानो बुकबाट पनि हजुरहरूलाई देखाउन खोजेँ। हेरौँ है त। सामाजिकीकरणका प्रमुख विशेषता, यो एक निरन्तर प्रक्रिया। सामाजिकीकरण त यो समाजमा जन्मिने, हुर्कने विभिन्न घटनाक्रमहरू हुन्छन्, सामाजिक गतिविधिहरू हुन्छन्। यो चलिरहने प्रक्रिया हो, निरन्तर प्रक्रिया हो। समाज अनुसार फरक, जस्तै गुरुङ समाजमा गुरुङका रीतिरिवाज चालचलनको बारेमा जानकारी गराइन्छ। बाहुन समाजमा बाहुनको अथवा धर्म, संस्कृति, रीतिरिवाज त्यो समाज अनुसार, ठाउँ अनुसार फरक फरक प्रकृतिको हुन सक्छ। त्यस्तै हस्तान्तरण हुने, यो सामाजिकीकरण सिकाउने प्रक्रिया। जस्तै हामीलाई हाम्रा बाबा मम्मीले सिकाउनु भयो, अहिले हामीले हामीभन्दा साना भाइ बहिनीहरूलाई सिकाउनु पर्छ। हामीलाई हाम्रा सरहरूले सिकाउनु भयो, अहिले भाइ बहिनीहरूलाई हामीले पढाउँदैछौँ। यो के हो त भन्दा हस्तान्तरण हुने, एकले अर्कोलाई सिकाउँदै जाने, बताउँदै जाने प्रक्रिया हो। मानवीय व्यवहारको नियन्त्रण, यो सामाजिकीकरणमा हामीले के गर्नुहुन्छ, के गर्न हुँदैन, या मानिसले गर्नुपर्ने व्यवहारको बारेमा सिकाउने, राम्रा कुरा बताउने, नियन्त्रण गर्ने एउटा प्रक्रिया पनि हो। र आधारभूत अनुशासन कायम, समाजमा के खाने, के नखाने, के बोल्ने, के नबोल्ने, कस्ता क्रियाकलापहरू गर्ने नगर्ने, यो आधारभूत अनुशासन सिकाउने काम पनि सामाजिकीकरणमा हुन्छ। अब सामाजिकीकरणको महत्त्व भन्ने दिएको छ। यो महत्त्वको बारेमा हामीले थोरै डिस्कस गरौँ। अनि मैले यसको चाहिँ भेरी सर्ट क्वेसन, सानो क्वेसन, 1 नम्बर खाले क्वेसनमा सोध्न सक्ने क्वेसनहरूको बारेमा म बताउने छु। सामाजिकीकरणको महत्त्व, के महत्त्व छ त भन्दा अब यसमा सभ्य समाजको निर्माण गर्छ। जब समाजबाट हामीले राम्रा कुराहरू सिक्छौँ, नीति नियमहरू सिक्छौँ, राम्रा संस्कार संस्कृतिका विषयहरू सिक्छौँ, त्यो सिकेपछि सभ्य समाजको निर्माण गर्छ। राम्रो समाजको निर्माण हुन्छ सामाजिकीकरणबाट। व्यक्तिलाई सामाजिक भूमिकाका लागि तयार गर्छ। व्यक्ति त एउटा सामाजिक प्राणी हो, समाजमा जन्म्यौँ, हुर्क्यौँ, असल व्यक्ति बनिसकेपछि समाजका लागि, सामाजिक भूमिकाका लागि उसले तयार गर्छ, व्यक्तिलाई सामाजिक बनाउँछ, व्यक्तिलाई सामाजिक क्रियाकलापको बारेमा सिकाउँछ। त्यस्तै 3 नम्बरले भन्छ सामाजिक मूल्य मान्यता कायम गर्न मद्दत गर्छ। सामाजिक मूल्य मान्यता, सामाजिक विवाह, व्रतबन्ध, संस्कार, चाडबाड, चालचलन, यी सबैको बारेमा जानकारी दिने, बताउने काम पनि यसले गर्छ। त्यस्तै सामाजिक सिपको विकास गर्छ। विभिन्न सामाजिक गतिविधि, सामाजिक काम, क्रियाकलापहरू, यी सामाजिक सिप सम्बन्धीको पनि क्षमता बढाउँछ, व्यक्तित्व विकासमा मद्दत गर्छ। अब यो सामाजिकीकरणका माध्यम
सामाजिकीकरण गराउन भूमिका खेल्ने सङ्घ संस्था वा अन्य माध्यमहरू सामाजिकीकरणका माध्यम हुन्। व्यक्तिलाई सामाजिकीकरण गराउन भूमिका खेल्ने सङ्घ संस्था जस्तै स्कुल, क्याम्पस, मठ मन्दिरहरू, क्लबहरू, समूहहरू खेल्ने सङ्घ संस्था वा अन्य माध्यमहरू सामाजिकीकरणका माध्यम हुन्। जस्तै प्राथमिक माध्यममा परिवार, उसले आफ्नै परिवारबाट सिक्छ, छिमेकीबाट सिक्छ धेरै कुरा, दौतरी समूह, साथी सङ्गी, नातेदार। त्यस्तै द्वितीय माध्यमभित्र शैक्षिक संस्था, सामाजिक सङ्घ संस्था, राजनीतिक सङ्घ संस्था, धार्मिक सङ्घ संस्था, यसबाट पनि उसले सामाजिकीकरणका बारेमा सिक्ने माध्यमहरू हुन्, सिक्छ। सामाजिकीकरणका तत्त्व, सामाजिकीकरण गर्नको लागि भाषा, हाम्रो भाषा, हामी बोल्ने भाषा, जुन भाषाबाट हामीले धेरै कुराहरू सिक्ने, बुझ्ने, पढ्ने गर्छौँ, भाषा। त्यस्तै सामाजिक अन्तर्क्रिया, प्रेम र स्नेह, सामाजिक वातावरण, मूल्य शिक्षा, त्यस्तै सहयोग, गैर शाब्दिक सञ्चार, यस्ता कुराहरू सामाजिकीकरणका तत्त्वभित्र पर्दछन्। अब सामाजिकीकरणमा बाधा पुर्याउने तत्त्व, ब्यारियर्स टु सोसियलाइजेसन र सामाजिकीकरणमा असर पुर्याउने तत्त्वहरू के छन् त भनेर भन्दा, जस्तै भाषा र सामाजिक सांस्कृतिक परिवेशको ज्ञानको अभाव। जस्तै भाषा बुझिएन, हामीले बुझ्ने भाषा भयो भने पो हामीले बुझ्न सक्छौँ। हामीले नबुझ्ने भाषामा व्यक्त गरियो भने त्यो अप्ठ्यारो भाषा वा सामाजिक सांस्कृतिक परिवेशको ज्ञान छैन भने त्यसले हामीलाई अप्ठ्यारो बनाउन सक्छ। विभेद, हामीले भेदभाव गऱ्यौँ, द्वन्द्व, दुई व्यक्तिबीच अथवा दुई समूहबीच द्वन्द्व, झगडा, असमझदारी भयो, अथवा हामीलाई डर, त्रास सिर्जना भयो भने पनि सामाजिकीकरण नहुन सक्छ। त्यस्तै प्रविधिमा बढी समय बिताउँदा महत्त्वपूर्ण छायामा पर्नु र आर्थिक व्यस्तता, यी विषयवस्तुहरू भनेका हाम्रो चाहिँ सामाजिकीकरणमा बाधा पुर्याउने तत्त्वहरू हुन्। अब यसैसँग सम्बन्धित मैले अब हजुरहरूलाई 1 नम्बर क्वेसनमा, भेरी सर्ट क्वेसनमा सोध्ने क्वेसनहरू के हुन सक्छन् त भन्ने कुरा यसको बारेमा बताउँछु मैले। अब हामीले क्रमशः यहाँ क्वेसन पनि एन्सर पनि दिएको छ, के कस्तो बुझ्नुहुन्छ हजुरहरूले यसबाट हेर्ने कोसिस गर्नुहोस् र चाहिँ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला है त। सबैले हेर्नुहोस् है त। अब अति छोटो आउने प्रश्नहरू, छोटा 1 मार्क्स खाले क्वेसनमा सोध्न सक्ने, जस्तै 2080 सालमा बागमती प्रदेशमा सोधेको क्वेसन रहेछ। सानो क्वेसनमा सामाजिकीकरण भनेको त हामीले बुझिसक्यौँ। अब सामाजिकीकरणका कुनै 2 तत्त्वको नाम लेख्नुहोस् भनेर दिएको रहेछ। अब छोटो क्वेसन, ट्याक्क बुझ्ने, जे सोधेको छ त्यसको उत्तर दिएपछि हाम्रो मार्क्स त आइहाल्छ। ल, अब सामाजिकीकरणका 2 तत्त्वहरू भाषा र मूल्य शिक्षा हुन्। अहिले हामीले पढेका थियौँ सामाजिकीकरणका तत्त्वहरूभित्र भाषा। त्यो भाषाले बुझ्यो भने अति राम्रो, नबुझेदेखि त्यसले सामाजिकीकरण गर्न अप्ठ्यारो हुन्छ। त्यसैले भाषा र मूल्य अनि शिक्षा, मूल्य शिक्षा, यिनीहरू भनेका सामाजिकीकरणका तत्त्वहरू हुन्। त्यस्तै 2 नम्बरको क्वेसन मैले हजुरहरूलाई देखाउन खोजेँ। लुम्बिनी प्रदेशको क्वेसन नम्बर 1 मा सोधेको 2080 सालमा सामाजिकीकरणका कुनै 2 प्राथमिक माध्यम उल्लेख गर्नुहोस् भनेको थियो। प्राथमिक माध्यम, हामी अघि प्राथमिक र द्वितीय भनेर पढेका थियौँ। प्राथमिकभित्र परिवार र छिमेकी सामाजिकीकरणका प्राथमिक माध्यम हुन्। हामीले अघि भर्खरै सामाजिकीकरणका माध्यमभित्र हामीले चाहिँ प्राथमिकभित्र परिवार, छिमेकी, दौतरी समूह अनि हाम्रो चाहिँ नातेदार पर्छ भनेर पढेका थियौँ भने द्वितीयभित्र माध्यम, शैक्षिक संस्था, सामाजिक सङ्घ संस्था, राजनीतिक सङ्घ संस्था, धार्मिक सङ्घ संस्था भनेर पढेका थियौँ। ल, ठिकै छ। अब यहाँ हेरौँ, यहाँबाट सामाजिकीकरणका कुनै 2 प्राथमिक माध्यम के रहेछन् त भन्दा परिवार र छिमेकी सामाजिकीकरणका प्राथमिक माध्यम हुन्। हजुरले के जान्नु पर्यो? सामाजिकीकरणका प्राथमिक माध्यम भनौँ भने परिवार र छिमेकी, कुनै 2 वटा माध्यम। त्यस्तै 3 नम्बरमा हेरौँ, सामाजिकीकरणको कुनै 1 प्रमुख विशेषता उल्लेख गर्नुहोस्। सामाजिकीकरण निरन्तर प्रक्रिया हो। 1 नम्बरमा चाहिँ एउटा विशेषता भनेको थियो, सामाजिकीकरण एक निरन्तर प्रक्रिया हो, यो चलिरहने प्रक्रिया हो भन्यो। त्यस्तै 4 नम्बरमा सामाजिकीकरणको कुनै 2 माध्यमहरू
लेख्नुहोस् है। क्वेसन हेरौँ, सामाजिकीकरणको कुनै दुई माध्यमहरू लेख्नुहोस्। परिवार र विद्यालय सामाजिकीकरणका दुई माध्यमहरू हुन्, माध्यम भनेको छ। अब त्यस्तै सामाजिकीकरण भनेको के हो? 5 नम्बरमा हामीले अघि उता अगाडि शीर्षकमा पनि पढेका थियौँ। म फेरि बताउँछु। समाजका हरेक सदस्यलाई समाजका नीति नियम, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रिया सामाजिकीकरण हो। समाजका हरेक सदस्यलाई, सबै सदस्य, सानो बच्चा बच्ची अथवा ठुलो सबै व्यक्तिहरूलाई समाजका गतिविधिहरू, समाजका नीति नियम, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रिया सामाजिकीकरण हो। समाजका गतिविधि के गर्न हुन्छ, के गर्न हुँदैन, चाडबाड, रहन सहन, घुलमिल हुने तरिका, यी सबै समाजका नीति नियम, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रिया सामाजिकीकरण हो भनेर भन्यो। अब त्यस्तै हामी कर्मशः नम्बर 6 बाट पनि हजुरलाई म कर्मशः बताउँदै देखाउँदै लान्छु। हेरौँ, क्वेसन नम्बर 6, जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ भनेर भन्यो। जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा, केही नजानेको व्यक्तिलाई, एउटा भर्खर जीवन पाएको व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने, सामाजिक गतिविधि, सामाजिक नियमहरू सिकाउने भनेको यो भनेको। जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने प्रक्रियालाई के भनिन्छ त भन्दा सामाजिकीकरण भनिन्छ। हामीले अघि माथि मिनिङमा हेरिसकेका थियौँ। जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। सामाजिकीकरण भनेको के हो भन्ने क्रममा हामीले अघि पनि हेरिसकेका छौँ। समाजका नीति नियम, मूल्य मान्यता, संस्कार, परम्परा सिकाउने काम भनेको सामाजिकीकरण हो भने जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने। सामाजिक व्यक्तिमा रूपान्तरण कसरी हुन्छ त? समाजका नीति नियम, मूल्य मान्यता, संस्कार, परम्परा यो जान्यो भने रूपान्तरण भयो। तो हुनु भनेको के रहेछ त भन्दा सामाजिकीकरण हो। अब सामाजिकीकरणलाई किन निरन्तर प्रक्रिया भनिएको हो? हामीले अघि सामाजिकीकरणको एक प्रमुख विशेषताभित्र सामाजिकीकरण निरन्तर प्रक्रिया हो भनेर क्वेसन नम्बर 3 मा हेरेका थियौँ। भने यो किन निरन्तर प्रक्रिया भनिएको हो त भन्नु 7औं नम्बरले। सामाजिकीकरण निरन्तर प्रक्रिया हो किनभने यो निरन्तर रूपमा चलिरहन्छ र कहिल्यै अन्त्य हुँदैन। समाजका गतिविधि, समाजका नियम, समाजका सांस्कृतिक क्रियाकलापहरू बताउने काम भनेको कहिल्यै पनि अन्त्य हुँदैन। यो निरन्तर चलिरहन्छ, कहिल्यै अन्त्य हुँदैन। त्यसैले यो एउटा निरन्तर प्रक्रिया हो भनेको। अब 8 नम्बरले भन्छ सामाजिक मूल्य मान्यताको हस्तान्तरण भनेको के हो? सामाजिक मूल्य मान्यताको हस्तान्तरण भनेको के हो भन्यो भने पुरानो पुस्ताले सामाजिक नीति नियम, परम्परा, अनुशासन नयाँ पुस्तालाई प्रदान गर्दै जाने प्रक्रियालाई सामाजिक मूल्य मान्यताको हस्तान्तरण भनिन्छ। जस्तै हजुरबाले बुवालाई सिकाउनु भयो, बुवाले छोराछोरीलाई सिकाउनु भयो, छोराछोरीले फेरि आफ्नो छोराछोरीलाई, आफ्नो भाइ बहिनीलाई, आफूभन्दा सानालाई सिकाउँदै जाने। यो पुरानो पुस्ताले सामाजिक नीति नियम, परम्परा, अनुशासन यस्ता क्रियाकलापहरू नयाँ पुस्तालाई प्रदान गर्दै जाने प्रक्रियालाई सामाजिक मूल्य मान्यताको हस्तान्तरण भनिन्छ भनेर हामीले बुझ्यौँ। त्यस्तै अब यो क्वेसन नम्बर 9 ले के भन्छ त? हामी क्वेसन नम्बर 9 बाट पनि हेर्दै जाउँ। क्वेसन नम्बर 9 मा तपाईको समाजबाट तपाईले सिकेका कुनै दुई सामाजिक व्यवहारहरू उल्लेख गर्नुहोस्। आफ्नो समाजबाट मैले सिकेका दुई सामाजिक व्यवहार निम्न छन्। आफूभन्दा ठुलालाई आदर सत्कार गर्ने। हामीले समाजबाट सिकेको के हो त भन्दा आफूभन्दा ठुलालाई आदर सत्कार गर्ने, सानालाई माया गर्ने। त्यस्तै दोस्रो नम्बरले भन्छ सार्वजनिक स्थानमा पालो पर्खने। जुन सार्वजनिक स्थानमा छ मै अघि जाने भनेर आत्तिने होइन, सार्वजनिक स्थानमा पालो पर्खने। ज्येष्ठ नागरिक, अशक्त, बालबालिकालाई पहिलो प्राथमिकता दिने। विभिन्न क्रियाकलापहरू गर्दाखेरिमा चाहिँ पालो पर्खने बानी गर्ने। ज्येष्ठ नागरिक आफूभन्दा ठुला बडा बुवा आमाहरूलाई अथवा अशक्त बालबालिकालाई पहिलो प्राथमिकता दिने गर्नुपर्छ। यो मैले समाजबाट सिकेको हो भन्न पर्यो। त्यस्तै क्वेसन नम्बर 10 ले भन्छ सामाजिकीकरणको माध्यमलाई एक वाक्यमा परिभाषित गर्नुहोस्। हामीलाई सामाजिकीकरण केबाट क्वेसनले सामाजिकीकरणको माध्यम भनेको के हो त भन्दा हामीलाई सामाजिकीकरण गराउन
भूमिका खेल्ने परिवार, दौतरी समूह, सामाजिक सङ्घ संस्था आदिलाई सामाजिकीकरणका माध्यम भनिन्छ। माध्यम भनेको के रहेछ त? हामीलाई सामाजिकीकरण गराउन, सामाजिक गतिविधिहरू सिकाउन सहयोग गर्ने परिवार, दौतरी समूह, सामाजिक सङ्घ संस्था आदिलाई सामाजिकीकरणका माध्यम भनिन्छ भन्यो। त्यस्तै क्वेसन नम्बर 11 मा दौतरी समूहबाट तपाईँले सिकेका कुनै 2 सामाजिक व्यवहारहरू लेख गर्नुहोस्। हामीले दौतरी समूह, साथीभाइ अथवा समूहहरूबाट के सिक्यौँ त भन्दा दौतरी समूहबाट मैले सिकेका कुनै 2 सामाजिक व्यवहार, गुरुहरूलाई आदर र सत्कार गर्ने। हामी जस्ता साथीको सङ्गत गऱ्यौँ हामी उस्तै हुन्छौँ। हामी असल साथीहरूको सङ्गत गर्नुपर्छ। उस्तै साथीभाइहरूबाट जस्तै हामीले गुरुहरूलाई आदर सत्कार गर्ने, सामाजिक कार्यमा संलग्न हुने यस्ता कुराहरू सिक्छौँ। राम्रा साथीको सङ्गत गऱ्यौँ भने राम्रो कुरा, जस्तै गुरुलाई आदर सत्कार गर्ने, सामाजिक कार्यमा संलग्न हुने, यी कार्यहरू सिक्न सक्छौँ। त्यस्तै सामाजिकीकरण भएको व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ? सामाजिकीकरण भएको व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ भन्दा सामाजिकीकरण भएको व्यक्ति अरू व्यक्तिसँग व्यवहार गर्दा अनुशासित र नम्र भएर व्यवहार गर्छ। नम्र हुने, आफैलाई मै ठुलो भन्यो भने त्यस्तो व्यक्तिलाई कसैले पनि रुचाउँदैन। बुझ्नुभएकै छ? हामी अनुशासित हुने, अरूलाई आदर सत्कार गर्ने, अरूको सम्मान गर्ने बानी भयो भने अरूले पनि हामीलाई माया गर्नेछन्, होइन त? तर हामी के भइयो त भन्दा आफैलाई म हुँ भन्ने किसिमको भावना लिने, अरूलाई नगर्ने, अरूलाई सानो बनाउने, हेप्ने प्रवृत्ति गर्यो भने त्यस्तो व्यक्तिलाई कसैले पनि रुचाउँदैन। त्यसैले सामाजिकीकरण भएको व्यक्तिको व्यवहारमा कस्तो परिवर्तन हुन्छ त भन्दा सामाजिकीकरण भएको व्यक्ति अरू व्यक्तिसँग व्यवहार गर्दा अनुशासित र नम्र भएर व्यवहार गर्छ। अनुशासित र नम्र भएर व्यवहार गर्ने भनेको अरूलाई मान सम्मान गर्ने, राम्रो मिठो बोलीचाली गर्ने, झर्केर नबोल्ने, अरूलाई मान सम्मान गर्ने, माया गर्ने यस्तो व्यक्ति हुन्छ। अब क्वेसन नम्बर 13 ले भन्छ सामाजिकीकरणका कुनै 2 द्वितीय माध्यम उल्लेख गर्नुहोस्। द्वितीय माध्यम उल्लेख गर्नुहोस् भन्दा द्वितीय भित्र हामीले अघि पढेका थियौँ विद्यालय, गुठी सामाजिकीकरणका द्वितीय माध्यम हुन्। विद्यालय र गुठी सामाजिकीकरणका द्वितीय माध्यम हुन्। त्यस्तै गैर शाब्दिक सञ्चारका 2 उदाहरणहरू। गैर शाब्दिक शब्दको प्रयोग नगरिकन, भाषाको प्रयोग नगरिकन गरिने अथवा नबोलिकन गरिने सञ्चारलाई गैर शाब्दिक सञ्चार भनिन्छ। आवाज ननिकाल्ने, जस्तै शरीरको हाउभाउ र आँखाको इसारा, हातको इसारा गर्ने, शरीरले चाहिँ शरीर हल्लाएर इसारा गर्ने अथवा आँखाको इसारा आदि चाहिँ के हुन् त भन्दा गैर शाब्दिक सञ्चारका उदाहरण हुन्। गैर शाब्दिक भनेको शब्दको प्रयोग नगरिकनै, आवाज ननिकालिकनै गरिने सञ्चार, शरीर हल्लाउने, शरीरबाट इसारा दिने अथवा आँखाको इसारा, यिनीहरू भनेका गैर शाब्दिक सञ्चारका उदाहरण हुन्। यी चाहिँ 1 मार्क्स खाले क्वेसनमा सोध्न सक्ने क्वेसन भनेर हामीले बुझ्दैछौँ। अब हजुरलाई मैले अरू पनि यसको बारेमा देखाउँछु सामान्य कुराहरू, जस्तै ल अब हामी क्वेसन नम्बर नेक्स्टमा क्वेसन नम्बर 15 लाई बुझाउन जाँदैछु म। हेर्नुहोस् के रहेछ। क्वेसन नम्बर 15 मा भाषालाई किन सामाजिकीकरणको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मानिन्छ? भाषा मार्फत नै मूल्य, संस्कृति, व्यवहारहरू हस्तान्तरण हुने भएकोले, जस्तै म बोलेको हजुरहरूले बुझ्नु भएको छ। जस्तै पहिले सामाजिक विषय इङ्ग्लिसमा पढ्नेले इङ्ग्लिसमा, नेपालीकोले नेपालीमा आफूले व्यक्त गर्न पाइन्थ्यो भने अहिले सामाजिक नियमहरू, सामाजिक संस्कारका क्रियाकलापहरू नेपालीमै बुझ्नुपर्छ भनेर अहिले सबैलाई इङ्ग्लिस मिडियममा नपढ्ने, सबैले नेपालीमै जान्नुपर्ने भनेर यो भाषा सबैले सिकुन्, नेपाली संस्कार, नेपाली क्रियाकलापहरू बुझौन् भनेर अहिले चाहिँ नेपाली भाषालाई अनिवार्य बनाइएको छ। यो सामाजिक विषयलाई नेपालीमा पढ्नुपर्ने बनाएको छ। तब त्यो किन भयो त भन्दा भाषा मार्फत नै मूल्य, संस्कृति, व्यवहारहरू हस्तान्तरण हुने भएको कारण भाषालाई सामाजिकीकरणको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मानिन्छ। अब कुनै 2 बुँदामा सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस् भन्यो क्वेसन नम्बर 16 मा। सामाजिकीकरणले सभ्य समाज निर्माण गर्न मद्दत गर्छ। त्यस्तै यसले व्यक्तिलाई सामाजिक भूमिकाका लागि तयार गर्छ। सामाजिकीकरण भनेको त हामीले बुझिसकेका छौँ है त। सामाजिकीकरणमा बाधा पुर्याउने
कुनै दुई तत्त्वको नाम लेख्नुहोस्। अघि हामीले अघिल्लो पेजमा अन्तिममा हेरेका थियौँ। सामाजिकीकरण गर्न सामाजिक नीति नियम संस्कार गतिविधि सिकाउनलाई केले बाधा पुर्याउँछ त भन्दा सामाजिक द्वन्द्व, समाजमा झगडा भयो, समाजमा चाहिँ असमझदारी भयो, झगडा भयो है त। सामाजिक द्वन्द्व जस्तै सामाजिकीकरणमा बाधा पुर्याउने तत्त्व सामाजिक द्वन्द्व र भाषाको ज्ञानको अभाव, भाषा बुझेन, नबुझ्ने भाषा भयो अथवा सामाजिक द्वन्द्व भयो, झगडा भयो भने पनि हाम्रो सामाजिकीकरणमा बाधा पुग्न सक्छ। अब क्वेसन नम्बर 18 नम्बरले के भन्यो त विद्यालयले सामाजिकीकरणमा कसरी मद्दत गर्दछ। विद्यालय स्कुल गयो भने के बुझ्न सकिन्छ त भन्दा विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थी बीचमा अब जस्तै कोही नेवार भाषा बोल्ने हुन्छ, कोही मगर समुदायको होला, कोही गुरुङ समुदायको होला, कोही बाहुन क्षेत्री समाजको होला। विभिन्न समुदायका विभिन्न जातिका व्यक्तिहरूले नयाँ कुरा सिक्न आउने भनेको त विद्यालयमा। अब त्यो विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थी बीचमा भाषा, संस्कृति, बानी व्यवहार सिक्ने सिकाउने कारण विद्यालयले सामाजिकीकरण गर्न मद्दत गर्छ। अब यो विभिन्न पृष्ठभूमिबाट आएका विद्यार्थी बीचमा विभिन्न भाषा, संस्कृति, बानी व्यवहार सिक्ने सिकाउने यस्तो गर्ने भएकोले विद्यालयले चाहिँ सामाजिकीकरण गराउँछ। सामाजिक गतिविधिको बारेमा सबै भाषाभाषी सबै जातिका व्यक्तिहरूलाई सिकाउँछ भनेर हामीले बुझ्यौँ। अब मैले एउटा छोटो उत्तर भनेको चाहिँ 5 नम्बर खाले क्वेसनमा आउने क्वेसनको बारेमा, ठुलो नम्बरमा आउने क्वेसन एउटा 2080 सालमा कोशी प्रदेश प्रश्न नम्बर 12 मा सोधेको क्वेसन रहेछ। मैले यसको बारेमा हजुरलाई बुझाउन खोज्दैछु। अब यो क्वेसनलाई हेरौँ अनि चाहिँ कस्तो लाग्छ। मैले अरू भिडियोहरू पनि क्रमशः बनाउँदै जानेछु, हजुरहरूलाई सिकाउँदै जानेछु। यो आफ्ना साथीहरूलाई पनि सेयर गरिदिनु होला। सबैले चाहिँ पढेर सुनेर राम्रो नम्बर ल्याएर पास गर्नु होला है त। अब हेरौँ सामाजिक। अब क्वेसन नम्बर 1 छोटो उत्तरवालीमा आपसी सहयोग र अन्तर्क्रियाले सामाजिकीकरणमा सहयोग गर्छ। आपसी सहयोग एकले अर्कोलाई सहयोग गर्ने बानी अथवा अन्तर्क्रियाले सामाजिकीकरणमा सहयोग गर्छ। यस भनाइलाई उदाहरणसहित प्रश्न पार्नुहोस् भनेर दिएको छ। सामाजिकीकरण जैविक व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने प्रक्रिया हो। सामाजिकीकरण भनेको के रहेछ त एउटा जीवन्त व्यक्तिलाई, एउटा जैविक व्यक्तिलाई, नजानेको व्यक्तिलाई सामाजिक व्यक्तिमा रूपान्तरण गर्ने, सामाजिक गतिविधिहरू सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ भनेर बुझ्यौँ। सामाजिकीकरणमा विविध तत्त्वले प्रभाव पार्दछन्। सामाजिकीकरण प्रक्रियामा आपसी सहयोग र अन्तर्क्रियाको भूमिका निम्नानुसार चर्चा गर्न सकिन्छ। 1 नम्बरमा छ आपसी सहयोग। आपसी सहयोग गर्ने बानीले मानिसलाई अरूको अवस्था, पीर मर्का थाहा पाउन मद्दत गर्छ। आपसी सहयोग गर्ने बानी, एकले अर्कोलाई सहयोग गर्ने बानी भयो भने मानिसलाई अरूको अवस्था, अरू कुन अवस्थाका रहेछन्, के समस्या पर्दो रहेछ, अरूका सुख दुःखका बारेमा सबै बुझ्न मद्दत गर्छ। त्यस्तै अरूलाई सहयोग गर्नु भनेको आफूलाई पर्दा पनि सहयोग पाउनु हो। यदि हामीले अरूलाई दुःख पर्दा सहयोग गर्यौँ भने हामीलाई पनि दुःख पर्दा अवश्य अरूले सहयोग गर्नेछन्। तर अरूलाई हामीले हेल्प गरेनौँ, अरूलाई मद्दत गरेनौँ भने हामीलाई पनि अप्ठ्यारो पर्दा अरूले सहयोग गर्ने छैन। त्यसैले अरूलाई सहयोग गर्नु भनेको आफूलाई पर्दा पनि सहयोग पाउनु हो, जसले मानिसलाई एक आपसमा अन्तर्निर्भर बनाउन मद्दत गर्छ। त्यस्तै दोस्रो पोइन्टले भन्छ अन्तर्क्रिया। अन्तर्क्रिया यसलाई पनि म हजुरलाई देखाउँदै बुझाउँदै लानेछु क्रमशः। ल अन्तर्क्रियाले भाषा, संस्कार, गैर शाब्दिक सञ्चार सिक्ने सिकाउने मौका प्रदान गर्छ। हामीले अन्तर्क्रिया गऱ्यौँ, एक आपसमा बोलीचाली डिस्कस गऱ्यौँ, छलफल गऱ्यौँ भने के हुन्छ त भन्दा अन्तर्क्रियाले विभिन्न भाषा, संस्कार, गैर शाब्दिक सञ्चार यी सबै विषयको बारेमा बताउने काम पनि यसले गर्दछ भनेर हामीलाई दिएको छ। त्यस्तै सामाजिकीकरण बीच एक व्यक्तिले अर्को व्यक्तिलाई विभिन्न ज्ञान, सिप यस्ता एक व्यक्तिले अरू व्यक्तिलाई
ज्ञान, सिप, संस्कार, परम्परा आदान प्रदान गर्दछ। र अर्को भिडियो मैले फेरि अर्को बनाउने छु। अहिले भिडियो गरेर लाइन गयो, अँध्यारो भयो है त। मैले अर्को भिडियो बनाउने छु। यो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला र आफ्ना साथीभाइहरूलाई पनि धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु होला है त। ओके, बेस्ट अफ लक। सबैले राम्रो नम्बर ल्याएर पास गर्नु होला यो पढेर सुनेर। ओके, बाई। सामाजिकीकरण अन्तर्गत आज मैले हजुरहरूलाई अर्को क्वेसन पनि बुझाउन खोजेको छु। हेरौँ है त। जुन क्वेसन छ 2080 सालमा चाहिँ मध्य प्रदेशमा क्वेसन नम्बर 12 मा सोधेको क्वेसन, सामाजिकीकरणका तत्त्वहरूमध्ये तपाईँलाई सबभन्दा बढी महत्त्वपूर्ण कुन लाग्छ? सामाजिकीकरण भनेको त सामाजिक रीतिरिवाज, सामाजिक नीति नियम, संस्कारका कुराहरू सिकाउने कार्य भनेर बुझिसक्यौँ भने सामाजिकीकरणका विभिन्न तत्त्वहरूमध्ये तपाईँलाई सबैभन्दा बढी महत्त्वपूर्ण कुन लाग्छ? कारण लेख्नुहोस् भन्यो। सामाजिकीकरणका तत्त्वहरूमध्ये मलाई सबैभन्दा बढी महत्त्वपूर्ण भाषा लाग्छ। भाषा, यसका कारण निम्न छन्। अब भाषालाई किन महत्त्वपूर्ण लाग्छ त भन्दा सामाजिक मूल्य मान्यता, परम्परा, सामाजिक नीति नियम भाषाका माध्यमबाटै एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सकिन्छ। भाषा बुझ्यो भने सबै सामाजिक मूल्य मान्यता, परम्परा, नीति नियम सबै हामीले एकले अर्कोलाई हस्तान्तरण गर्न सक्छौँ। भाषाले व्यक्तिलाई समाजसँग जोड्छ। भाषाले भाव व्यक्त गर्छ, के भन्न खोजेको, के छ विचार, सबै कुरा व्यक्त गर्न सक्छ। भाषाको अभावमा सञ्चार हुन सक्दैन। सञ्चार हुनलाई बुझ्ने भाषा प्रयोग गर्नु पर्यो। माथि उल्लेखित कारणले गर्दा मलाई सामाजिकीकरणका विविध विषय माध्यममध्ये भाषा सबैभन्दा बढी महत्त्वपूर्ण लाग्छ। भाषाले के गर्यो त? सामाजिक मूल्य मान्यता, परम्परा, सामाजिक नीति नियम एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक माध्यमबाट अर्को माध्यममा, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सकियो। भाषाले व्यक्तिलाई समाजसँग जोड्यो। भाषाले भाव व्यक्त गर्छ। भाषाको अभावमा सञ्चार हुन सक्दैन भनेर भन्यो। हामीले पाठ पहिले पनि पढिसकेका थियौँ। आज मैले तपाईँलाई इक्जाममा सोधेका अथवा सोध्न सक्ने किसिमका इम्पोर्टेन्ट क्वेसनहरू सिकाउन गइरहेको छु। क्वेसन नम्बर नेक्स्टमा भन्छ 80 गण्डकी प्रदेश क्वेसन नम्बर 12 मा सोधेको सामाजिकीकरणका विभिन्न माध्यमहरूमध्ये दौतरी समूहको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। साथी सङ्गीको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। यस भनाइप्रति आफ्नो तार्किक विचार 4 बुँदामा व्यक्त गर्नुहोस् है त। सामाजिकीकरण जैविक व्यक्तिलाई सामाजिक व्यक्ति बनाउने प्रक्रिया हो। सामाजिक नीति नियम, संस्कार समाजमा घुलमिल बनाउने प्रक्रिया हो। समाजका मूल्य मान्यता, नीति नियम, संस्कार आदि सिक्ने सिकाउने प्रक्रिया सामाजिकीकरण हो। सामाजिकीकरण विभिन्न माध्यमबाट हुन्छ। सामाजिकीकरण विभिन्न माध्यमबाट हुन्छ। अब यहाँ मैले हजुरलाई पोइन्ट नै यहाँ बुकबाटै देखाउँदै बुझाउँदै लान्छु। उस्तै उमेर समूहका व्यक्तिहरूलाई दौतरी समूह भनिन्छ। उस्तै उमेर समूहका साथीभाइ, उस्तै उमेर समूहका व्यक्तिहरूलाई दौतरी भनिन्छ। सामाजिकीकरणमा दौतरी समूहको भूमिकालाई निम्न 4 बुँदामा उल्लेख गर्न सकिन्छ। जस्तै 10 क्लासमा पढ्नेका उस्तै एउटै उमेरका सँगसँगै पढ्ने साथीहरू हुने भए, 9लाई 9कै सँगसँगै उमेर समूहका व्यक्ति हुने भए, ती भनेका के भयो त भन्दा दौतरी समूह। अब त्यो दौतरी समूह उस्तै खालका सोचाइ, रुचि, स्तर भएका व्यक्तिहरूको समूह भएकाले एक अर्कोबाट छिटो प्रभावित हुन्छ। साथीहरूप्रति माया, विश्वास र केही हदसम्म प्रतिस्पर्धा र ईर्ष्याको भावना पनि हुने भएकोले प्रभावकारी सिकाइ हुन्छ। उस्तै उमेरका साथीहरूले भनेको धेरै प्रभावित हुन्छ। फरक फरक पारिवारिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू हुने भएकोले विविध खालका मूल्य मान्यता सिक्ने अवसर प्राप्त हुन्छ। अभिभावक र शिक्षकको पनि साथीको विश्वास बढी हुने भएकोले साथीको प्रभाव बढी हुन्छ। अभिभावक र शिक्षकको भन्दा पनि साथीको विश्वास बढी हुने भएकोले साथीको प्रभाव बढी पर्छ। त्यस्तै अर्को पनि एउटा म क्वेसन सिकाउन जाँदैछु, बताउँछु। यहाँ हेरौँ। अर्को क्वेसनले भन्छ जैविक मानवलाई सामाजिक मानवमा रूपान्तरण गर्न सामाजिकीकरणले कसरी भूमिका निर्वाह गर्छ त? समाजका हरेक सदस्यलाई समाजका नीति नियम, मूल्य मान्यता, संस्कार
र परम्परा सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ भन्ने कुरा हामीले बुझिसकेका छौँ। सामाजिकीकरण भनेको के हो भनेर आयो भने बुझेका छौँ नि हामीले। समाजका हरेक सदस्यलाई समाजका नीति नियम, मूल्य मान्यता, संस्कार र परम्परा सिकाउने प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। सामाजिकीकरणले जैविक मानवलाई सामाजिक मानवमा रूपान्तरण गर्छ। यो भनाइलाई निम्न तर्कको माध्यमबाट पुष्टि गरिएको छ। सामाजिकीकरणले सभ्य समाजको निर्माण गर्छ। यसले व्यक्तिलाई सामाजिक भूमिकाका लागि तयार गर्छ। यसले सामाजिक मूल्य मान्यता कायम गर्न मद्दत गर्छ। यसले सामाजिक सिपको विकास गर्छ। सामाजिकीकरणले के गर्छ त भन्दा सामाजिक सिपको विकास गर्छ। यसले व्यक्तित्व विकासमा मद्दत गर्छ। उल्लेखित सिपहरूको विकास गरेर सामाजिकीकरण प्रक्रिया मार्फत जैविक व्यक्ति सामाजिक व्यक्तिमा परिणत हुन्छ। अब यदि हजुरलाई सामाजिकीकरणका प्रमुख विशेषताको सूची बनाउनुहोस् भनेर आयो भने सूची बनाउनुहोस् भनेको लिस्टमा उतार्नुहोस्, के छ त बुँदागत रूपमा लेख्नुहोस् भन्यो भने सामाजिकीकरण निरन्तर प्रक्रिया हो। यो निरन्तर चलिरहने प्रक्रिया हो। अनि त्यस्तै यो समाज अनुसार फरक हुन्छ। यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ। सामाजिकीकरणले मानवीय व्यवहारको नियन्त्रण गर्छ। यसले आधारभूत अनुशासन कायम गर्छ। तपाईको समुदायमा सामाजिकीकरण गराउन के कस्ता तत्त्वले भूमिका खेलेका छन्? व्यक्तिलाई सामाजिकीकरण गराउन के कस्ता कुराहरूले प्रभावित गरेका छन्, कस्तो भूमिका खेलेका छन् भन्दा भाषा, मूल्य, शिक्षा, सामाजिक अन्तर्क्रिया, सहयोग, प्रेम र स्नेह, गैर शाब्दिक सञ्चार, सामाजिक वातावरण यस्ता कुराहरूले समुदायमा सामाजिकीकरण गराउन प्रभावित गर्छन् यी तत्त्वहरूले। त्यस्तै सामाजिकीकरणका माध्यम अथवा निकायहरूको सूची बनाई कुनै एकको बारेमा व्याख्या गर्नुहोस्, विवेचना गर्नुहोस् भन्यो। सामाजिकीकरणका माध्यम अथवा निकायहरू यस प्रकार छन्। प्राथमिकभित्र परिवार, छिमेकी, दौतरी समूह, नातेदार भनेर हामीले पढ्यौँ। अस्ति बुकबाटै पनि हेरिसकेका छौँ है त। हजुरले पढ्ने बुकमै पनि छ, मैले यहीँ पनि देखाएर भनेको छु। कुरा बुझ्नुहोस्। हामीले त यसो गाइड गर्ने हो, मुख्य आफैले पढेर ध्यान दिने हो। हजुरले यो सुनेर पनि धेरै कुरा सिक्नुहुन्छ होला भन्ने जार लाएर मैले यो भिडियो बनाइरहेको छु। आफ्ना साथीहरूलाई सेयर गरिदिनु होला र राम्रो नम्बर ल्याएर पास गर्नुहोला। सामाजिक घटनाक्रम गतिविधिहरूको बारेमा थाहा पाउनु होला भनेर नै मैले यो भिडियो बनाएको हो। त्यस्तै द्वितीय माध्यमभित्र शैक्षिक संस्था। अब यो द्वितीय किन भयो त भन्दा मान्छे त जन्मिने बित्तिकै आफ्नै घर परिवारसँग हुन्छ, अनि त्यसपछि अलिअलि बोलीचाली गर्यो छिमेकसँग हुन्छ, अनि दौतरी समूह, नातेदार त्यो प्राथमिक समूह हो भने द्वितीय माध्यम भनेको शैक्षिक संस्था, सामाजिक सङ्घ संस्था, राजनीतिक सङ्घ संस्था, धार्मिक सङ्घ संस्था यिनीहरू हुन्छन्। अब परिवारको बारेमा म यहाँ केही कुरा बुझाउन गएको छु। सर्वप्रथम बालबालिकाको परिचय परिवारका सदस्य र साथीहरूसँग हुन्छ। उनीहरू आफूभन्दा ठुलाको व्यवहारको अनुकरण गर्न सिक्छन्। उदाहरणको लागि सानो बालकले नमस्ते, ढोग वा प्रणाम गर्न आफ्ना परिवारका सदस्यहरूबाट, जस्तै आफ्ना दाजुभाइ, आफ्ना बाआमा है त, आफ्ना दाजुभाइ, बाबाआमा, काका काकी आदिबाट नक्कल गरेर वा हेरेर सिक्छन्। परिवारका बुवा आमा दाजुभाइहरूले जस्तो नमस्कार गर्नुहुन्छ, ढोग गर्नुहुन्छ, त्यस्तै सानो भाइ बहिनीहरूले पनि सिक्छन्। परिवारले व्यक्तिलाई सामाजिक नीति नियम, अनुशासन, संस्कार, परम्परा सिकाउँछन्। बालकले परिवारमा अरूसँग घुलमिल हुन र अनुशासन पालना गर्न सिक्छ। यी व्यवहारहरू समाजमा रहँदा व्यवहार गर्दा काम लाग्छन्। अब यहाँ मैले अर्को पनि क्वेसन र यसको उत्तर भनेर बुझाउने छु। यसलाई पनि सुन्नुहोला, बुझ्नुहोला है त। तपाईँले आफ्नो परिवारबाट सिकेका कुनै 4 सामाजिक मूल्य मान्यताको पहिचान गरी सूची बनाउनुहोस् भनेर दिएको छ। जस्तै अब यहाँ मैले आफ्नो परिवारबाट सिकेका 4 सामाजिक मूल्य मान्यता: आफूभन्दा ठुलालाई आदर सत्कार गर्नुपर्छ। परिवारबाट के सिकियो त भन्दा आफूभन्दा ठुलालाई आदर सत्कार गर्ने, सार्वजनिक स्थानमा पालो पर्खने, सार्वजनिक स्थानमा विभिन्न कामहरूमा जाँदा पालो पर्खने, ज्येष्ठ नागरिक, अशक्त वा बालबालिकालाई पहिलो प्राथमिकता दिने, गुरुहरूलाई आदर र सत्कार गर्ने, सामाजिक कार्यमा
संलग्न हुने यस्ता विषयहरू सामाजिक मूल्य मान्यता परिवारबाट सिकिन्छ। त्यस्तै हाम्रा सामाजिक मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न के कस्ता कार्यहरू गर्न पर्ला भन्यो भने क्वेसन त धेरै हुन्छन्। यीमध्ये यो क्वेसनलाई मैले भने हाम्रा सामाजिक मूल्य मान्यताको संरक्षण र सम्वर्धन गर्न के कस्ता कार्य गर्न पर्ला? आफ्ना परम्परा मूल्य मान्यतालाई निरन्तरता दिने, प्रथा परम्परा बीच रहेका खराब प्रवृत्तिलाई हटाउँदै जाने, आवश्यकता अनुसार सुधार गर्दै जाने, त्यस्तै स्थानीय प्रदेश र सङ्घीय सरकारले संस्कृति संरक्षण र सम्वर्धन गर्ने नीति लागू गर्ने, आफ्ना मूल्य मान्यता र परम्पराका सकारात्मक पक्षलाई जीवनमा अनुसरण गर्ने। यी क्वेसनहरू अलि इम्पोर्टेन्ट जस्तो लाग्छ। र त्यस्तै मैले यहाँ एउटा क्वेसन नम्बर 11 को यो क्वेसन बुझाउनतिर गएँ। म यो देखाउँछु, यसो हेरौँ है त के भने रहेछ। प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ? प्रेम र स्नेहले सामाजिकीकरणमा प्रेम र स्नेहको भूमिकालाई निम्न मुद्दामा प्रश्न गर्न सकिन्छ। जस्तै प्रेम र स्नेहले समानुभूति सिपको विकास गर्छ, जसले गर्दा व्यक्ति स्वार्थी र एकलकाटै बन्न सक्दैन। प्रेम र स्नेहले सहयोग, समन्वय, आत्मीयता बढाउन मद्दत गर्छ। प्रेममय वातावरणमा व्यक्तिले आफ्ना विचार, भावना, मूल्य मान्यता अभिव्यक्त गर्न सक्छन्। प्रेम र स्नेहले सामाजिक मेलमिलाप कायम गर्छ। द्वन्द्व भनेको झगडा, बेमेल, अविश्वास, यस्ता यी द्वन्द्व झगडा सम्बन्धी कुरालाई न्यूनीकरण गर्छ प्रेम दया मायाले चाहिँ भनेर हामीले यो पाठबाट बुझ्यौँ है त। अब मैले यो पाठको म यति गराउँछु र अर्को पाठको म फेरि अरू बनाउने छु। आफ्ना साथीभाइलाई पनि सेयर गरिदिनु होला। यो कुराहरू, यो भिडियो हजुरले 2-3 पटक सुन्नुभयो भने अवश्य पनि जान्नुहुनेछ। अब मैले अर्को च्याप्टरमा फेरि अर्को भिडियो बनाउँछु, हेर्नु होला है त।